मर्निङ गाइज, वेलकम टु माई च्यानल। हाम्रो यो मेरो च्यानलमा चाहिँ तपाईँहरूलाई स्वागत गर्दछु। आज चाहिँ मैले यो भ्लग बनाइरहेको छु कि दसैँ आएको छ है हाम्रो घरमा। अब हाम्रो घरमा दसैँ कसरी मनाउँछौँ त हामी भनेर तपाईँहरूलाई देखाउँदैछु है। हामीले यहाँ चाहिँ अब यहाँ आगो बल्दैछ, आमाले आगो बल्दै हुनुहुन्छ। हामीले अब यहाँ सेलरोटी पकाउने, अनि त्यसपछि गएर खसीको मासु बाहिरै बनाउने, अनि हामीले चाहिँ यो गार्डनहरू सबै सफा गर्ने, घाँस काट्ने होइन। अनि यो सबै यस्तो पुरै घाँस बढेको छ होइन, अनि यो सबै क्लियर गर्ने हो। अनि तपाईँहरूलाई म देखाउँदै गर्छु है त गाइज। हामी आगो बालिसकेका छौँ। ल हेर्नुहोस् है गाइजहरू, मेरो यो गार्डन हो है। सागहरू यस्तो भएको छ, यहाँ अरूको तोरी रोपेको छ। अनि यो गार्डन यस्तो छ अहिलेको अवस्था यस्तो छ। अहिलेको अवस्था यस्तो छ गाइज। आगो बाल्दै हुनुहुन्छ आमा। अनि कस्तो लागिरहेछ त आगो बाल्दा? आगो बाल्दा राम्रै लागिरहेछ, तर यहाँ हावाले अलिक नदेलाको जस्तो पनि हुन्छ। हावाले नै अलि नदेला जस्तो भएको छ। सेल पकाउने कुरो भयो चाहिँ यहाँ। अनि बिहान मैले खसी काटिसकेँ गाइज, बिहानै उठेर। अब गाडीहरू मुभ गर्छु, मैले घाँस काट्न सुरु गर्छु है त गाइज। बाबु यहाँ बसिरहेको छ। हेलो बाबु, के गर्दैछौ? ह्याप्पी दसैँ भन न। दसैँ आयो, बाबुले बुट लगाउँछ अरे बाहिर। अनि तिमीलाई चाहिँ दसैँ आएर भुइँमा खुट्टा छैन त है? खुट्टा काँधमा हालेर हिँडिरहेको छौ है? धमाधम गरिरहेको छु। अरू भने इन्जोय गरेर बस्छ, खै नसक्नु गाह्रो हुने रहेछ। ज्वाइँलाई कम्प्लेन आयो ल है त, म गाडी मुभ गर्छु। गाइजहरू खत्रै रोटी बनिरहेछ। आर्टिस्ट चाहिँ उहाँ हो, को आर्टिस्ट चाहिँ उहाँ हो, म चाहिँ डाइरेक्टर। अलि झाडा नि गर्छन्, छैन कुरा छ गाइज। दसैँ आइरहेछ हाम्रोमा चाहिँ। ओहो एकछिन भगवान्, हानाहान गरेको छु पनि गयो है, साइड ट्याक्क पनि गयो है। ल है, सेलरोटी बन्यो। ह्याप्पी दसैँ। ल हेर्नुहोस् है गाइजहरू, हेर्नुहोस् है। केटाकेटी कहाँ गइरहेछन् पनि भनिदिनुहोस् न। केटाकेटीको साथीकोमा गएका छन्। साथीकोमा भन्दा पनि त्यहाँनिर 9 जना कन्याको पूजा छ अरे। त्यही भएर हाम्रो छोरी कन्यालाई लिएर गए, छोरो पनि लिएर गए। कन्या भनेर, कन्या भन्नु होइन, कन्याको साथी, कन्याको साथी भनेर, दिदीको साथी यस्तो भन्यो। हे ह्याप्पी दसैँ। ओहो दाई बनायौ त रोटी भाइ? अचम्मको रोटी बन्द रहेछ भाइ। ल हेर, ओ दसैँ आयो, दसैँ आयो। ल हेर, दसैँ आयो, आयो हो आयो गाइस, दसैँ आयो। चाडबाड भनेपछि नेपालीले मनाउन जानेको रहेछ। अस्ट्रेलियामा पनि यसरी आगो बालेर सेल बनाएर 2 जना मेहनती पौराखी दम्पतिहरू, मेरा चाहिँ छोरी ज्वाइँ हुन्, भिडियो बन्दैछ। हेर्नु न गाइस, सेलरोटी आयो। सेलरोटी कति तातो हो, तातो कति मोटो, बेच्नै हिँडेको जस्तो, बेच्नै हिँडेको। आयो सेलरोटी आयो, सेलरोटी आयो, सेलरोटी आयो गाइस, सेलरोटी आयो है, सेलरोटी आयो है। $5 सेलरोटी आयो, $5 सेलरोटी आयो। सेलरोटी आयो $5, सेलरोटी $5 आयो है, आयो 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 आयो। यस्तो सेलरोटी बन्यो है। फाइनल रोटी बनेको छ यस्तो, देखिसक्नुभयो। धरहरा जस्तै छ है, ठुलो। केपी शर्मा ओलीले धरहरा, म भनेको धरहरा भनेको के, सेलरोटी तिमीले बनायो हो? मेरा पौराखी हातले। हजुर हजुर, लाग्नु भयो। ए हस्
रोटी भित्राइएको छ फाइनल्ली। यहाँ चाहिँ अचार छ, यहाँ चाहिँ काउलीको तरकारी छ। मासु धेरै खाँदा चाहिँ गाह्रो हुन्छ पेटलाई भनेर दुर्गा माताको प्रसाद भनेर हामीले चाहिँ यो सेलरोटी बनाइयो, यो अचार तरकारी। अनि अब चाहिँ गाइज हामीले लिनुपर्छ जस्तो लाग्यो। घडीले पनि 11:30 हानिसकेको छ। अनि अब यो काँडादार रोटीलाई चाहिँ भित्र हुल्ने प्रोग्राम गर्दैछौँ हामी है। कति घाँटी है त, ल है त यस्तै छ। दसैँ लागेको छ ल। हामी चाहिँ अब हुल्ने तयारी गर्दैछौँ ट्याक्क लाएर। अब यदि नगरिकन फेरि हामीलाई समाजले स्वीकार्दैन, यिनीहरूले खान्छन् दसैँ मनाइन्छन् भनेर चाहिँ हामीलाई फेरि स्वीकार्दैनन् बाटोमा हिँड्दाखेरि। हेलो गाइस, दसैँको प्रसादी नवदुर्गा भवानीको आज 9 दिन नवरात्रिको प्रसादको रूपमा पकाएर भगवानलाई चढाइवरी अब हामी प्रसाद ग्रहण गर्न गइरहेका छौँ। ह्याप्पी दसैँ। तपाईँले के भन्न चाहे जस्तो लाग्यो? यसो मुख बोली खुल्नु लागेको थियो, पालो आएको छ उहाँको। अरे बोलने दे, उनका वक्त आया है गर्दै थियो सिद्धू जीलाई। आज कपिलले सिद्धिदात्री माताको पूजा आज गरियो। आज हामी चाहिँ बिहान भात नखाने भनेर फलाएरै खाने भनेर अचार खाँदैछौँ सबैजना। उल्टो सुल्टो बनाउनु पूजा सम्पन्न गरे अघि नै भयो भने म तिमीले भाग ल है त गाइजहरू, म चाहिँ यो लिएँ है त। ल आज यति नै लिएँ। हेलो, आज विजया दशमीको 9 दिनमा चाहिँ हामीले नवमी पूजा गरिओरी दिनभरि बिहानभरि। अब साँझमा चाहिँ हाम्रो यसरी, साँझमा भन्दा पनि दिउँसो यो मासु चिउरा अचार हामी लिन गइरहेका छौँ। दसैँ फुल अन मुडमा छ हाम्रो। अब यो खाँदै तास खेल्दै बस्ने प्लान छ। ल ह्याप्पी दसैँ गाइस, लेट्स इन्जोय टु द फुल मेरो लागि तिम्रो लागि ह्याप्पी दसैँ, थ्याङ्क यू। ल है ल बसेर खाउँ है। आमाको पनि रहेछ नि। छ नि, ल खाऊ। बसेर बसेर खाउँ है। हेलो गाइस, ह्याप्पी दसैँ। हेलो एभ्रिवान। हेलो, के छ, ठिक छ? आज नवरात्रि मजाले बसेर यही हो त, सधैँ काम 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 हुन्छ। दसैँमा 2 दिन त इन्जोय गर्नै पर्यो। ठिक छ ल। थ्याङ्क यू। मैले चाहिँ यो गाडी हल्का सफा गरेँ होइन। यो चाहिँ खनेको ठाउँ, अनि यो सागहरू भएको ठाउँ हल्का पानी परिरहेछ। यो टेम्पोलेन मुनि चाहिँ काट्न भ्याइन, काट्न मिलेन है। अरूतिर चाहिँ मैले काटेँ होइन, यस्तो भएको छ। सफा देखियो अलि। यहाँ फुर्सद पनि नहुने, एक दिन फुर्सद मिलाएर काटियो। सफा भएको छ अहिले चाहिँ। भोलि दसैँ हो, त्यसैको लागि हल्का पानी परिरहेछ। भोलिको वेदर कस्तो हुन्छ गर्ने। बाबु आऊ, राम्रो भएको छ अहिले चाहिँ। ओके गाइज, थ्याङ्क यू। हेलो गाइस, दसैँ आयो, दसैँ सुरु भयो। आजबाट दसैँको दिन हामीले ढोकामा टिका लगाएर सुरु गर्दैछौँ। उहाँ हाम्रो घरमुलीले टिका लगाउँदै हुनुहुन्छ। ठ्याक्क 11:45 गयो, टिकाको सायद सुरु भएको छ। अस्ट्रेलियाको तास्मानियामा छौँ हामी। हाम्रो सानो छोरा यहाँ छ, हल्का खुसी छैन, गनगन गर्दैछ। यस्तै हो केटाकेटी।
उसलाई मैले इभेन्चुअली खुसी बनाउने नै छु होइन। ल हेरौँ है यतातिर। ल टिका गराउँ। ए तँ लाउने लगाऊ बाबु लगाऊ। कति राम्रो मम्मीले किनिदिएर। ल है ल ल ल ल मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलम तनु यी साल मात्रै होला घर बस्ने अर्को साल। ए ढोकामा चाहिँ हल्का जालो लागेको रहेछ। के गर्नु परदेशको ठाउँ रात दिन काममा जानुपर्छ भ्याइँदैन बिर्सिएछ त्यहाँको जालो हटाउन। त्यस्तै छ। मम्मीले टिका समाइदिनु भएको छ। सुमुले लाउँदै हुनुहुन्छ। ल जालो पनि हट्यो नो वरिज। सबै जालो हटोस् परिवारको। कत्रो बेर हो पर्सि ल्याउँछु माजामा लाउनु न अनि त्यो जमरालाई गाड्नु भित्र। हजुर 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 हल्का रमाइलो हुन्छ हाम्रो घरमा। ल बाबुले लगाएन मैले मिलाइदिन्छु। अक्को खुट्टामा लाउने हो बाबु अक्को खुट्टामा। ल दसैँ सुरु भएको छ। हामी पनि टिका लाउन तयारी गर्दैछौँ। प्रेन बाबु रेडी भएर त्यहाँ बसेको छ। प्रेन बाबु यता हेरेर हाँस ह्याप्पी दसैँ भन। परिसा पनि बस त भाइसँग। पलाटी मारेर ल ह्याप्पी दसैँ भन गाइज। मम्मी यता टिका लगाइदिन रेडी हुनुहुन्छ। सुमु हेलो हेलो ह्याप्पी दसैँ हो नि। गाइज हामी चाहिँ दसैँको दिन आज ल दसैँको लागि पुरा तयारी भइसक्यो अनि हामीले सबै कुरा रेडी गरिसक्यो। अब पनि त्यस्तो भएको छ। हामी चाहिँ बाबुबाट सुरु गर्ने। प्रेम बाबुको टोपी ल्याइदिने अब सुमुले गएर गाडीमै छ कि हिजो रातिको। ह्याप्पी दसैँ। दसैँ सुरु भएको छ। हाम्रो घरमा टिका लाउने साइत भएको छ। हामी रेडी छौँ टिका लाउनलाई। गाइज रेडी हो? पहिला कसको पालो आउँछ? प्रेन बाबुको पालो आउँछ होला पहिला है। प्रेन बाबु टिका लाउने है बाबु। हस् भन। लाउँछु मम्मी हजुर भन। लाउँछु। कसले बाबुले टिका लगाइदिन्छ? टिका लाउने सायद भइसकेको छ। हामी फाइनल तयारीमा छौँ है। हाम्रो जमरा टिका बाबाले प्रयानको टोपी रेडी गरिदिँदै हुनुहुन्छ। ह्याप्पी दसैँ। टिका लाउन रेडी छौँ हामी। टिका लाउन रेडी छौँ। मम्मी बस्नु भएको छ टिका लगाइदिनलाई। हेलो मम्मी दक्षिणा छ? नेपाली पैसा पनि छ हो। चङ्गाउडाको अस्ट्रेलियन पैसा पनि छ। दान गर्नु पर्यो नि। ह्याप्पी दसैँ। अब टिका लाउने हो। चामल हो चामलको बनाएको टिका। अब टिका लाउने भन न। अब टिका लाउने लगाइदिनु सामा भन। सर्वशत्रु विनाशाय द्वीपज्योति नमस्ते। द्वीपज्योति जनार्दनं दुर्गहरतु मे पाप। द्वीपज्योति नमस्ते। कर्मका साक्षी दीपनारायण देवता ओम कलशाय नमो नमः। ब्रह्म कलशाय नमो नमः। पर्वाय नमो नमः। गंगा सिंधु सरस्वती जमुना गोदावरी नर्मदा कावेरी सरयुमयी नर्तनया चर्मन्वती देविका क्षिप्रा विप्रवती नाशनदी ख्याता जयागण्डकी पूर्णजलै समुद्र सहितं कुर्वन्तु नो मङ्गलं। हे कलश 24
अर्पण गरेर दियो कलश गणपति लम्बोदराय वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। गणपतिलाई यहाँ हामीले फलफुल गरेर यहाँ मानेका छौँ। ओम सिद्धिविनायक लम्बोदर भगवान्। अब मेरो बाबुलाई के अरे द्रोणसुते श्रियो दशरथे शत्रु सयो राघवे आय सूर्योलौसे गति बाबु टाउको सिधा गर प्रेम टाउको सिधा हो त्यसरी विज्ञाने विदुरी भगवती भगवतं श्री नारायणी नवदुर्गा भवानीका प्रसादले भाग्यमानी हुनु बाबु टाउको सिधा हातले ताकेको पुगोस् ज्ञानी हुनु निरोगी हुनु ठुलो मान्छे नवदुर्गा भवानीको प्रसादले बढी भाग्यमानी हुनु आके ताके चिताएको पुगोस् हो त्यसरी हो ठिक छ चलाउने हैन हस् भन। अब आमाले दक्षिणा लिनुहुन्छ लिनु थ्यांक यू मैले नमस्ते गर बाबु पैसा मलाई लगाइदिनु भएन प्रयोगलाई अब सानालाई म जमाना लगाइदिन्छु है। थ्यांक यू भयो म हामीले लगाइदिनु भयो। अब नाम परिसरलाई अलिकति मलाई हेरे बाबा अलिकति अगाडि सर त अब म भाइको ठाउँ पुराण बाबु अलिकति यता बस्ने अब हस् भनिदेऊ पैसा टाउको सिधा दशरथे शत्रु सयो राघवे आय सूर्योलौसे गतिस्तपवने ध्यानञ्च दुर्योधने विज्ञाने विदुरी भगवती भगवतां कृतिस्तनारायणे पृथ्वी सूर्यै समानको ज्योतिरूप राम्रो इन्द्रै समानको आयु होस् तिम्रो लक्ष्मी सरी भई गृहमा रहनु पृथ्वी सरी भई सब दुख सहनु हाम्रो आशिष लागोस् तिम्रो भाग्य जागोस् दुःख र दरिद्र सबै दूर भागोस् जयन्ती मङ्गला काली भद्रकाली कपालिनी मृगाक्षेम शिवा धात्री शिवा सुद नमस्तुते शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्तुते। अलिकति निउरा त जामरा कहाँ अडाइली यसो गरेर निउरा त नारायणी नमस्तुते चिम्टीको गौरी नारायणी नमस्तुते। यो खुट्टा देऊ है मलाई ढोग्न ल दुई हात यसो अब छोरीलाई लाएर मात्रै जुनाइला होइन अब पुराण परिछ त्यहाँ बसेको बेला मिलाइदिइहाल्छौँ। अब हाम्रो पालो प्रयाण परिसरलाई टिका लगाइदिने पलेटी खसेर प्रयाण बाबुको पालो है पहिला हस् भन ल बाबु एकछिनमा यो गर्ने हात यसो गर त मम्मीले अलिकति टिका लगाइदिने सिधा गर त टाउको ल यसरी ल है लगाइदिने प्रयाण बाबुलाई फुल छैन कतै त्यही छ ढाकीमा गर्छ भाइ छोडिदियो पैसा सबै जमारा ठिक छ प्रयाण बाबु यता हेर ल प्रयाण बाबु सिधा हात यसो गरिदेऊ ल यसरी सिधा मम्मीको पालो है
हो त्यहाँ थ्याङ्क यू ल हात सिधा आयुद्रोण सुते श्रियं दशरथे शत्रु क्षयं राघवे ऐश्वर्यं नौसे गतिश्च पवने मानञ्च दुर्योधने शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञाने विदुरे भवति भवतां कृतिश्च नारायणे दुर्गा भवानीको प्रसादले बढी भाग्यमानी हुनु ज्ञानी हुनु निरोगी हुनु अनि धेरै पढ्नु है प्रयान बाबु हस् भनिदिनुहोस् है एउटा फलफुल प्रयान बाबुलाई यता हेर त लिउ बाबु हातले समात नमस्ते गर मम्मीलाई यसरी नमस्ते प्राण बाबु ठुलो भएपछि मम्मीलाई खुट्टा ढोक्ने है अहिले सानो छ अहिले ढोक्दैन है ल बाबाले पनि छोरीलाई नि सकेर उठेको भयो हुन्थ्यो त्यतैबाट लगाइदेऊ न छोरीलाई पनि अलिकति पर बाबा ल परिसँग पालो जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वासोदा नमोस्तुते दुर्गा भवानीको प्रसादले बढी भाग्यमानी हुनु रोग कहिले नलागोस् निरोगी हुनु ज्ञानी हुनु आँटे ताकेको सबै पुगिजाओस् दुर्गा माताले रक्षा गर्नुहोस् लक्ष्मी माताको सधैँ निवास होस् है परिसा हस् भन मम्मीको पनि है पर्छ भाइ खुट्टा ल्याऊ खुट्टा ल्याउ परिसा खुट्टा ल्याउ भिडियो बन्द गर्नु त मम्मी जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री शिवशोध नमस्तुते जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री शिवशोध नमस्तुते शरणे त्र्यम्बके गौरी नारायणी नमस्तुते सूर्य समानको ज्योतिरूप राम्रो इन्द्रै समानको आयु हो सत्येन्द्र पृथ्वी भई सब दुख सहनु लक्ष्मी सरी भई गृहमा रहनु हाम्रो आशिष लागोस् तिम्रो भाग्य जागोस् दुःख र दरिद्र सबै दूर भागोस् दुर्गा भवानीका प्रसादले रोग नलागोस् सीताको पुरोस् सबैले मान्ने गर्ने हुनु हाते पाकेको पुरा होस् इष्ट मित्र दाइना रहन् राजाका जिन्दगी जोगी सबैलाई दिएर खान पुगोस् ठुला टिका लगाउने जतिको होस् नव दुर्गा भवानीले रक्षा गरौँ यो टिका मिलाउँदैछु सुमुले पनि लगाइदिनु पर्यो नि त
मम्मी बाबा हेर्नु न मम्मीको मोबाइलले गर यहाँ छ मम्मीको मोबाइल है यहाँ चिम्टी छ मम्मीको यहाँ चिम्टी छ चिम्टी ल्याउनु यो मम्मीको मोबाइल हो पैसा उठाएर पनि लेखाइदिनु ल जाई आउँदा त अनलाइन चाहिँ के छ पैसा अनलाइनमा छ खै मन्त्र आयुद्र न आयुद्रो सुते विज्ञाने विदुरे भगवती भवतां कृतिस्थ नारायणी इन्द्र जस्तो बलवान हुनु अरे इन्द्रले जस्तै राज गर्नु अरे कुन्तीका पुत्र जस्तै हुनु अरे अब सबै अर्थ आउँदैन सिलो काम छ त्यही सिलो भने ज्वाइँ भनेर ज्वाइँ हो कि हो नि तीको के मजाले लाग्यो हेलो प्रेम बाबु धन्यवाद हजुर ज्वाइँसँग लाइन आउनु पऱ्यो र मैले पहिला अब तपाईँको श्रीमतीलाई लगाइदिनुहोस् सुरु प्रसाद लाएर भगवान् माताको प्रसाद लाएर त्यहाँदेखि आओस् सबैको राम्रो छ राम्रो हेर्दै आओस् ठुलोलाई माया गर्नु मित्रहरूलाई माया गर्नु सासुसँग भन्नु यस्तो होइन हौ ज्ञान गर्नु त्यहाँ माया धेरै गर्नु काट्नु भेट्यो पारेर आशीर्वाद आशीर्वाद ल बाई बाई राखेको पुगोस् सबै राम्रो होस् जस्तो होस् सबै सफलताले चाहिँ शिखर चुम्नु त्यही हो है त जुमरा चिम्टी चिम्टी साइडपट्टि चिम्टी छ वर्षा चिम्टी बेटा है यहाँनिर लगाइदिने त अगाडि फर्काएर जमरा राख्नु पहिला अनि चिम्ठी लगाउनु स्वाट झरिहाल्छ होला के ल भयो भिडियो बन्द अब मम्मीलाई टिका लगाइदिने कोही छैन मम्मीभन्दा ठुलो त्यसैले ज्वाइँको हातबाट 2082 सालको टिका ग्रहण गर्दै मम्मीको पालो जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वासोदा नमस्तुते जय तामदेवी चामुण्डा जय भूतार्दी हारिणी जय तामदेवी चामुण्डा कालरात्रि नमस्तुते दुर्गा माताको प्रसाद लाएर चाहिँ रोगबाट हटोस् लाजेमा नि छु म फोन माइले जहिले लगाइदिनु भएको थियो अहिले ठुला ज्वाइँले यता हेर सुनु
फोटो खिच्दाखेरि अलिकति भिडियो बाङ्गो भयो सरी चार्जमा हाल्ने चार्ज छ बाबु चार्ज छ चार्जमा छ आमाको मोबाइल चार्जमा हालिदेऊ न भित्र होला लिएर आऊ ल ढोगा ढोग पनि सम्पन्न भयो अब फोटो खिच्ने चिम्टी हस् फाइनल्ली दिदीले चाहिँ भाइलाई टिका लगाइदिनु लगाएको छन् है ल्याएर कति राम्रो देखिएको हो आशीर्वाद देऊ परिसा हो अरू भन्दै गर परिसा तातो मामु हो है त थ्याङ्क यू नमस्कार कर दिदी नमस्कार कर नमस्ते नमस्ते थ्याङ्क यू गुड जब पैसा देऊ ल थ्याङ्क यू लिउ लिउ गुड जब पैसा कस्तो हुँदैछ त हप्ता चाहिँ मजा आउँदैछ के खाँदैछौ दही चिउरा मासु पनि छ त छ दही चिउरा मासु केरा अनि मिठाई वाउ तपाईलाई कस्तो लागिरहेछ राम्रो लागिरहेछ सेम त्यही हो खानेकुरा कस्तो छ त मैले पकाएको खानेकुरा मैले पकाएको जस्तो लाग्यो हो अनि पारुलाई चाहिँ हजुर कस्तो भइरहेछ दसैँ म पनि बहुत खुसी छु है अब फाइनल्ली मेरो पालो आएको छ खान्छु ल यो खुसी सधैँ रहिरहोस् ह्यापी दसैँ साथीहरू हो दसैँमा अब हाम्रो नेपाली परम्परा चाहिँ एक दिन भुइँ छोड्नु पर्ने हुन्छ हामीले दसैँमा अब भुइँ छोड्नलाई यहाँ हामीले लिङ्गे पिङ पाइँदैन यो विदेश हो त्यसैले हामी आयौँ पार्क बच्चा बच्चीको पिङ खेल्नलाई सुमन पराजुलीले भुइँ छोडिसक्नु भएको छ प्रयानले पनि भुइँ छोडिसक्यो मैले पनि पिङ खेलिसकेँ मम्मीले हल्लाइदिनुहुन्छ बाबुले हल्लाइदिनु भन्दैछ परिसाको पनि पालो आउँछ एकछिनमा पिङ खेल्ने यस्तै हो गाइस जसरी भए पनि इन्जोय गर्ने हो हेर उही सरर भनेको ल परिसा पनि खेल्न चढिन् अब पिङमा बस परिसा उही सरर मम्मीको पालो अब भुइँ छोड्नु पर्यो नि होइन सबैले अब मम्मी उही सरर गर्दै पिङ खेल्दै हुनुहुन्छ नेपालको लिङ्गे पिङ मिस भइरहेछ एकदम रमाइलो भइरहेको छ लिङ्गे पिङलाई मिस गरिरहेछु नेपालीमा यस्तो लिङ्गे पिङ खेल्नुपर्ने हुन्छ दसैँमा यतातिर यो विदेश हो त्यही भएर लिङ्गे पिङ नभएकोले फलामे पिङमा प्रतीक्षा पोखरेलले भुइँ छोडिसकेको अवस्था छ भुइँ छोडिसकेको अवस्था छ ल हेर्नु होला धेरै खुसी छन् आमा छोरा भएर हेलो भयो चाचा उही भनेको खै त ल गाइस धरती छोडेका है आज पिङ खेल्न आएर यो पनि लिङ्गे पिङ भन्दा कम छैन है मच्चाइमा चाहिँ बहुत मजा आउँछ गाइस बहुत मजा आउँछ यस्तो मजा आउँछ कि चाचा उही सबैजना मिलेर परिसालाई हल्लाउँदैछन् उही सरर पिङ भयो अरे गाइज ल दसैँको सम्झना नेपालको सम्झनामा लिङ्गे पिङको सम्झनामा पार्कमा आएर मम्मी पनि मच्चिँदै ल सरर उही जय हल्लाउँदै सासूलाई चाचा उही सर यस्तो छ है यहाँ त के हुँदैछ यहाँ दसैँ विशेष के छ हौ यहाँ दसैँ विशेषमा चाहिँ हामीले आज टिका लगाइसकेपछि चाहिँ
हामी तयारी गर्दैछौँ। बाबुको पैसा दही चिउरा केरा पक्कु भोक पनि लाग्यो है। हामीले बिहानदेखि केही खाएको थिएनौँ, टिका लगाएपछि मात्र खाने भनेर। 2 बजिसकेको छ है, 2 बजेको छ दिउँसोको। अब हाम्रो बल्ल फाइनल्ली बेला भएको छ। फोटो भिडियो टिका सबै सकेर यति बेला भएको छ। खै केही छैन, ठिक छ ल है त। अब हामी त्यो परिसाको लागि खानाको लागि तयारी गर्दैछौँ। अब यहाँ चाहिँ मासु आउँदैछ है त गाइज। यस्तो भयो फाइनल्ली भयो। दिदीभाइको चाहिँ फोटो खिच्दैछौँ है हामीले। हेर्नु है साथीहरू, दसैँको चाहिँ कस्तो राम्रो ल्याएर भाइ चाहिँ लड्यो है। उनी चाहिँ फोटो खिच्दैछन् ल्याएर। ह्याप्पी दसैँ भन बाबु। मक्क परेर बसिरहेको छ है बाबु चाहिँ। ह्याप्पी दसैँ भन्दैछ। परीक्षा कस्तो लागिरहेको छ दसैँ? मजा आयो, पोहोर सालभन्दा अहिले रमाइलो भयो कि भएन? मजा आयो। यता हेर बाबु, टाउको सिधा गर, टाउको सिधा गर प्रयान। भाइले पनि लगाइदिन्छ। मैले टिका लगाइदिएको। टाउको सिधा गर प्रयान। खै यता भक्क त दिदी, हो दिदीतिर भक्क त। दिदीतिर भक्क त दिदीले टिका टिकी लगाइदिन्छ। वाउ खै त भक्क त टिका लगाउँदै कति रमाइलो हो। दिदीले लगाइदिन्छ। यता फक्क न, दिदीतिर फक्क न। हो त्यसरी लगाउँछ। यता फक्क न। टिका लगाउँदैछ, टिकी लगाउँदैछ। अब भाइले दिदीले भाइलाई टिकी लगाउँदैछन् लगाएर है। ल है यस्तो छ यिनीहरूको भाइ दिदीको भाइको। टोपी लगाउ त। ल टोपी यहाँ राख, यहाँ राख टोपी। दसैँको मासु पाक्दैछ। खत्रै खसीको मासु पाकेको छ है। सेम लोकल नेपाली टिपिकल खसी। फार्मबाट ल्याएको हो नि त, त्यही भएर घरमै काटेको हुन्छ, घरमै ढलाएको। ल दामी। गाइज फाइनल्ली हाम्रो चाहिँ खसीको चाहिँ मासुको चाहिँ खाने बेला भइसकेको छ। कस्तो बनिरहेछ दिनभरिको मेहनत कस्तो हुँदैछ हेरौँ है गाइज। गाइज अब दसैँ सक्यो। हेर्नुहोस् मैले अर्को लुगा लगाइसकेँ। फाइनल्ली अर्कै गेटअपमा आइसक्यो। दसैँ कस्तो भयो त? दसैँ एकदम मजा आयो। थाकियो थाकियो हो। ल आफ्नो स्याउ पनि खाँदैछु म थाकेर। बुढोपाको मान्छे छिटै दसैँ सकेर भ्याकुम लाउन सुरु भइसक्यो। यता फेरि कति हतार भएको। ल अनि त फाइनल्ली गाइज हामीले चाहिँ दसैँ सकेर लगभग घडीले चाहिँ 5 पनि हानिसकेछ होइन। अनि हामी नर्मल कपडा लगाएर सोफामा बसिरहेका छौँ। भ्याकुम पनि हानिसकेँ मैले। अब परिसरलाई एउटा क्वेसन सोध्छु होइन दसैँको बारेमा। तिमीलाई चाहिँ के कुरा चाहिँ मन पर्यो दसैँको? हाम्रो चाहिँ दसैँ र के कुरा चाहिँ मन परेन? दुईटा भन ल। मलाई के चाहिँ मस्ट तिमीलाई राम्रो लाग्यो, रमाइलो लाग्यो? टिका लगाएपछि पैसा पाइन्छ, त्यही रमाइलो लाग्यो। अर्को पिङ पनि खेल्न पाइन्छ, त्यस्तो लिङ्गी पिङ। तर विदेशमा भएकोले चाहिँ स्विङ खेली पनि सानो। त्यही रमाइलो लाग्यो अहिले चाहिँ दसैँको चाहिँ। प्रतिशालाई के चाहिँ रमाइलो लाग्यो? मलाई सबै रमाइलो, फ्यामिलीसँग टिका। स्पेसल्ली खानेकुरा केही मिठो लाग्यो कि? दसैँको पक्कु मेरो म कस्तो दसैँको पक्कु इज माई लभ। मिठो लाग्यो यो पारिको पक्कु? मम्मीले पकाएको। थ्याङ्क यू। त्यही क्वेसन आमालाई मलाई के चाहिँ रमाइलो लाग्यो यो पालि दसैँको? मलाई चाहिँ धेरै पछि नाति नातिना ज्वाइँ छोरी सबैलाई आशीर्वाद दिएर टिका लगाउन पाएँ। त्यही नै धेरै रमाइलो लाग्यो मलाई। अनि खानेकुरामा चाहिँ के चाहिँ मिठो लाग्यो? खानेकुरामा मन पर्दा मिठाईहरू ल्याइदिनु भएको थियो, फलफुलहरू ल्याइदिनु भएको थियो, सेलरोटी बनाइदिनु भएको थियो, आमालाई मन पर्ने भनेर दही ल्याइदिनु भएको थियो। यस्तै यस्तै मन पर्यो। अनि बाबुलाई चाहिँ के मन पर्यो? ह्याप्पी दसैँ। ह्याप्पी दसैँ।
ओके गाइज थ्याङ्क यू फर वाचिङ। हामीलाई चाहिँ देखाउनु पर्दैन। हेलो सुमु, दसैँ सक्यो, कस्तो फिल भइरहेछ? रमाइलो फिल भयो। यो पालिको दसैँ चाहिँ भिन्न भयो। हामीले यो भ्लग पनि बनायौँ होइन। अर्को कुरा खसीको मासु स्पेसल परेछ यो पालि। एकदम मिठो खसीको पक्को बनाउनु भयो आमाले, बेस्ट। अनि खानेकुरा चाहिँ एकदम बेस्ट भयो, सबै कुरा सेलिब्रेसन एकदम बेस्ट भयो। अनि राम्रो कुरा चाहिँ थोरै वेदर चाहिँ 12 बजेपछि हल्का बिग्रियो, तर त्योभन्दा अगाडि एकछिनमा खाने है, इन्जोय गरिसक्यौँ होइन। वेदरले पनि फोटो खिच्नै पनि नदिने हो कि यस्तो लागिरहेको थियो, फोटो पनि खिचियो। तपाईँको भाषण अलि लामो भयो सर। होइन, हल्का नेताले अलिक भाषण लामै गर्छन्, नत्र कहाँ जनता सामु छाड्न पर्यो नि यसो। ल साथीहरू, हामीले दसैँमा धेरै कुरा गऱ्यौँ। बिहान उठ्यौँ, टिका लायौँ होइन, घर सरसफाइ गऱ्यौँ, नुहाइधुवाइ गरिसकेपछि अनि हामी दसैँको टिकाको लागि रेडी भयौँ। रेडी भइसकेपछि हामीले के गर्यौँ, टिका लायौँ अनि फोटो खिच्यौँ, पिङ खेल्न गयौँ, खाना खायौँ। अनि हाम्रो परपाहुना आए, टिका सिका लगाइदियौँ। परपाहुना आएको चाहिँ भिडियो गर्न भुलेछ गाइज, रसमा पानी पनि परिरहेको थियो। बाई।